हेलो एभ्रिवान, स्वागत छ सबैजनालाई च्यानलमा फेरि पनि। आज भनेदेखि हामी यो सिम्बली उकाउन गइरहेका छौँ। अनि यो सिम्बलीलाई कसरी आरामसे कमुलोसँगले उकाउने, भिडियोलाई अन्तसम्म हेर्नु होला। यो सिम्बली एकदम नरमसँगले सजिलोसँगले उकाउने तरिका आज हामी सिक्नेछौँ। सिम्बलीलाई तपाईले यसरी मजाले उम्लेको पानीमा 5 देखि लिएर 10 मिनेटसम्म तपाईले यसरी डुबाएर राख्नुहोस्। यसको ढकनीलाई तपाईले बन्द गरेर राख्नुहोस्। 10 मिनेटको बादमा तपाईले खोल्नुहोस् अनि यो सिम्बलीलाई तपाईले आरामसँगले नरम पाराले उकाउन सक्नुहुनेछ। कमिलो भयो। तपाईले यसरी पानीमा जब गरम पानीमा लगाउनुहुन्छ त्यसरी आरामसँगले तपाईले निकाल्न सक्नुहुन्छ यसको बोक्रा। यस्तो छ सजिलो तरिका। हेर्नुहोस्, एकदम चिल्लोसँगले नरमसँगले यसरी निस्किन्छ सिम्बली। अब यो धेरै ठुलो छ, यसलाई पनि हामी केलाउनेछौँ। यसरी उकिन्छ। तरिका एकदमै साधारण छ। यस्तै हो तरिका, यस्तै हो सजिलो पारा।